Morning everyone, how are we all? So म चाहिँ नेपालमा आइसकेको छु and it's my second day here. अनि आजको दिन चाहिँ सनी नै छ। म आउँदाखेरि रेनी डे थियो। सो आजको दिन चाहिँ हाम्रो थोरै स्पेशल हुनेवाला छ बिकज वी आर गोइङ टु वाच मुभी। कान्तारा भन्ने मुभी आएको रहेछ। सो हामी त्यो चाहिँ हेर्न जाँदैछौँ एन्ड म आजको दिनमा के गर्छु भनेर म रेकर्ड गर्छु एन्ड हजुरहरू फलो गर्दै गर्नु होला है त। गाइस हाम्रो दाइ आउनु भएको रहेछ आज जापानबाट। लेट्स मिट हिम है त। मेरो दाजु के छ खबर मेरो दाइ? सरलक्कै मोटै छ। ल मेरो दाइ चाहिँ यहाँ आइपुग्नु भएछ। कहाँबाट हो थाहा छैन। आजै भर्खर देखेँ 3 दिनपछि है। A few moments later. गाइज हामी चाहिँ आइपुगेका छौँ फर्पिङ है। हामी जाँदैछौँ। दाइहरू सबै यहीँ हुनुहुन्छ। हामीसँग छन् हाम्रो दाइको दाइ भाइ, त्यसपछि 2-4 जना आउँदैछन् अनि अर्को दाइ पनि आउँदैछन्। अनि त्यसपछि हामी जाँदैछौँ मुभी हेर्नलाई। कहाँ जाँदैछौँ भन्दा दरबार मार्गमा राम्रो छ अरे भन्ने सुनेको छु, त्यहाँनिर जाँदैछौँ है त गाई। देखो बस गाइज हाम्रो लोकल बस है यो चाहिँ दक्षिणकाली बस है गाइज। ल यस्तो बस कहाँ पाइन्छ बाबा? ल हाम्रो बाइक रेडी भइसक्यो। 2000 years later. यात्रा सुरु भयो गाइज हाम्रो। हामी जाँदैछौँ कता भन्दा फिल्म हेर्न गाइज है। लास्ट स्टुडियोबाट चाहिँ हाम्रो यात्रा चाहिँ सुरु भयो है गाइज। हामी जाँदैछौँ फिल्म हेर्न, जाँदैछौँ दरबार मार्ग। एन्ड अगाडिको सिन गाइज, ओ माइ गॉड, फर्पिङ आफ्नो गाउँ। माथि हुनुहुन्छ नारायण भगवान मन्दिर। टप्दिउँ यसलाई। गाइज काठमाडौँ सहर गाइज अगाडि। ओ माई गॉड यति दामी छ गाइज। कति सुहाना मौसम छ यार दाइ। ट्याक्क न गर्मी न जाडो गाइज है। यतिको वेदरमा टक्क बाहिर राइडिङमा आनन्द। जस हामी अब बल्फको नजिक चाहिँ आइपुगिसक्यो होइन दाइ। टक्क लाएर अब यहाँबाट हाम्रो राइडिङ 20 मिनट जति हुन्छ अनि त्यसपछि हामी पुग्नेछौँ हाम्रो डेस्टिनेसनमा। दाइ कस्तो रेकलेस ड्राइभिङ हो गाइज। हेर्दैन चलाउँछ नि त यार बाटोमा। बाटो यस्तो दामी छ। आजको राइडिङको छुट्टै मजा छ गाइज है। फर्स्ट टाइम बाइकमा आफ्टर लङ टाइम यसरी हिँडिँदैछ। यति स्पिड कुटाइयो मेरो आएको पत्तै छैन। कहाँ छ नि थाहा छैन दाइ। लास्टै टाढा होला नि तिनीहरू त। भाइको स्पिड त्यसलाई अगाडि लाग्यो अगाडि हुँदैन त्यो पनि हो। ल गाइज जाम नै छ, अलिअलि फोहोर छ नेपालमा हो। पछाडिबाट भाइहरू आइसकेछन् है। ल यहीँ रहेछ। ल अर्को पछाडि आइपुगेछन् बुढा। बाटो काट्छन्, कता हेर्नु दायाँ बायाँ हेर्ने ठाउँ छैन गाइज। ल ल बाइक हेर त। ल लत्त बिच बाटोमा साइड लाइट नै छैन, केही छैन। कहिलेकाहीँ त यसो हेर्दाखेरि त दाइ म त आशिका तामाङ दे म आँखा राख्छु। हेर्दैन चलाउँछ नि त। हामी त रोक्छौँ, उनीहरू रोक्दैन। ल गाइज हामी चाहिँ बल्को आइपुग्यौँ है। बल्को चोक कति ठुलो छ गाइज। ट्याक्क लाएर यहाँबाट क्रस गरेर यताबाट आइरहेछन् है। रुख छ अहिले त, रुख रोपेर छ होइन। ट्याक्क लाएर रुख अनि त्यसपछि बिचमा पिच सडक, साइडमा घर। अलिकति नमिलेको भनेको जस्ट ट्राफिक रुल्स मात्रै हो। ल जताबाट नि हिँड्दैछ। अलिकति गाह्रो पनि रहेछ त्यसको लागि चाहिँ, नत्र नि एकदम ठिक छ। केटाहरू अगाडि लागिसकेका छन् 2टा बाइक। यहाँ छन् हाम्रा केटाहरू गाइज। यता गयो भने त उल्टो घुम्नुपर्छ पुरै। आउने ल
कस्तो दामी सहर बनाएको यार दाइ सही रहेछ ल अगाडिपट्टि अगाडिपट्टि जलेको भवन होइन त दाइ ए यो होइन संसद भवन जस्तै देखिएर रहेछ कि ल गाइस नारायणहिटी आइपुग्यो ल सडक बालेन सहर कम दामी बनाएको छ यिनीहरूले ल सफा गर्नको लागि भनेर मान्छे छ नि यार गाइस ल बाटो बाटोमा धोइरहेछ नि यार कसरी धुलो हुनसक्छ धुलो त हुनै सक्दैन नि म नि हेर्दैछु दरबार सिनेमा त्यहाँ चाहिँ यहाँ है ल हामी आइपुग्यो दरबार सिनेम्याक्स गाइज अगाडिपट्टि छ नारायणहिटी दरबार छ गाइज अगाडि ल मान्छेहरू ग्रेनेड धोरो बसिरहेछ नि यहाँ ग्रेनेड त भन्छन् होइन ल छ्याकोलाई कस्तो सही बनाएको छ यार फुटपाथ हेर त पहिलाको जस्तो छ त यहाँ ओ माई गड दामी छ त ल पार्किङभित्र छिराउनु पऱ्यो नि त हाम्रो बाइक कडक देखिएको छ ल जाउँ दाइ जाउँ 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 तेरि घाँटी पो दुख्यो त यार दाइ हावा डेन्जर लाग्दो रहेछ यार तेरि मास्क भेटेन सही रमाइलो आउँदो रहेछ ल गाइस अब यो चाहिँ अहिले तिर्ने होइन हो आएपछि तिर्ने हो हराउँदैन नि है होइन यहाँ दिदी भएपछि त हराउँदैन होला ए हरायो भने आफ्नै हो जोसो लिएर एकदम सही बनाएर चाहिँ सहर चाहिँ है मान्छेहरूले त्यो के अरे सडक फोहोर छ भनेर यार धुँदैछन् क्या ल्याएर अगाडिपट्टि पनि त्यो नगरपालिकाको दिदीहरू आएर पानीहरू सोरे राम्रो बनाइरहेछन् क्या होइन त दामी बनाएको छ ल दामी बनाएर छ गाइस दामी अब हामी जाँदैछौँ 6th फ्लोरमा जाँदैछौँ गाइस है लिफ्ट होला नि छैन जाउँ 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 6th फ्लोरमा गाइस यताबाट 6th फ्लोर ठ्याक्क लिफ्टमा हामी जाँदैछौँ माथि फिल्म हेर्न सायद यतैबाट होला औ दामी कन्तारा मुभीको पोस्टरहरूमा गाइस ल अर्कै चेन्ज भयो जाँदैछौँ गाइस हामी भित्र सही कुल छ त दाइ यार दामी छ त यार कुल छ यहीँ बसेर हेर्ने हो क्या सोफे सोच ए गाइस हलभित्र जाने टाइम आयो हामी जाँदैछौँ हलभित्र ओके कालो कालो छ दामी छ गाइस अफकोर्स सिट कस्तो कडक छ गाइस हल हेर त ल है दामी चाहिँ दामी छ है गाइस ल फर्स्ट टाइम एक्सपिरियन्स जस राम्रै छ यस्तो त गइरहेको थिएँ तर नेपालमा चाहिँ मेरो फर्स्ट टाइम हो एन्ड धन्यवाद म यहीँ बसौँ जस्ट गाइज यहाँको एम्बियन्स चाहिँ इट्स सो कुल गाइज यार सिटको बिचमा त्यो लाइट अनि त्यसपछि अगाडिपट्टि हिटेड सिट अनि खुट्टा टक्क
हैन सुतेर हेर्न मिल्ने खाले अगाडिको भ्यू पनि कस्तो कडक छ आवाज दामी छ त्योभन्दा बढी के चाहियो गाइज यार फर एक्सपिरियन्स रियली गुड एन्ड त्यति साह्रो महँगो पनि होइन अराउन्ड 800 रुपिस इट्स नट मच एन्ड योर एक्सपिरियन्स म्याटर्स त्यही भएर एकदम दामी छ गाइज र वान टाइम एक्सपिरियन्स गाइज फर 800 रुपिस रियली गुड गाइज म चाहिँ सबैलाई रिकमेन्ड गर्छु है दरबार मार्गको यो हल एम्बियन्सको हिसाबले र कम्फोर्टेबलको हिसाबले चाहिँ एकदम नै दामी छ अनि भिडियो क्वालिटी प्लस जस्ट सबै नै राम्रो छ अब मुभी हेरौँ मुभी पनि राम्रो छ कि छैन अनि त्यसपछि हामी रिभ्यू गर्नेछौँ अनि म हजुरहरूलाई पनि भन्नेछु है त बिचबिचमा चाहिँ हामीले भिडियो बनाउन मिल्दो रहेछ त्यही भएर म बिचमा एकचोटि बनाउँछु ब्रेक जाँदाखेरि अनि त्यसपछि लास्टमा भेटौँला इफ मिल्यो भने म बिचबिचमा सानो सानो क्लिप पनि खिचौँला है त मुभीको इन्टरभल एन्ड मुभी वाज सच अमेजिङ म्यान एकचोटि सबैले हेर्नुपर्ने चाहिँ रहेछ है दाइ कस्तो खतरा डाइरेक्सन छ गाइज यार जस्ट इन्टरभल मात्र भएको छ अब यसपछि फेरि सेकेन्ड पार्ट एकदम नै दामी हुन्छ भनेर चाहिँ एन्ड हेरौँ ओ माई गड त्यो टाइम स्पेन्ड भएकै थाहा हुँदैन यस्तो सही छ क्या र गाइस हाम्रो चाहिँ हट चक्लेट रेडी भइसकेको छ हट चक्लेट खानासाना सबै अर्डर भइसक्यो हाम्रो चाहिँ के रहेछ भन्दा यहाँनिर खाना चाहिँ माथि के अरे बिल दिएपछि उनीहरूले माथि नै ल्याइदिँदो रहेछ त्यही भएर हट चक्लेट अर्डर गरेको थियो त्यही हट चक्लेट लिएर चाहिँ हामी माथि जाँदैछौँ किनभने मुभी सुरु हुँदैछ एन्ड टक्क लिएर जाने हो माथि अब सुरु भइसक्यो हत्तेर एकछिन पनि हेर्नु पाइँदैन A few moments later. गाइस मुभी एकदम राम्रो थियो कस्तो लाग्यो मुभी भाइ भन्थ्यो राम्रो लाग्यो मुभी तँलाई राम्रो लाग्यो दाइ मुभी यस्तो कडक मुभी एकजनाले हेर्नै पर्छ सबैले हेर्नै पर्छ एकचोटि इट्स रियली गुड ल पार्किङ दामी रहेछ है गाइस हाम्रो हेलमेट अहिलेसम्म हराएको छैन है गाइस हाम्रो हेलमेट अझैसम्म हराएन गाइस ल यहीँ छोडेर गयो भने हुने रहेछ भाइ हेलमेट होइन सो गाइस मुभी पनि सक्यो अब हामी जाँदैछौँ घर आजको मुभी एकदम नै दामी थियो अब घर जाने त प्लान छ तर कहाँ जान्छन् हेरौँ अनि त्यही अनुसारले प्लान हुन्छ तर अहिलेसम्मको लागि चाहिँ घर जाने प्लान छ है त एन्ड एभ्रीवान हाम्रो प्लान चाहिँ अब स्विमिङ गर्न जाने भयो सो हामी जाँदैछौँ स्विमिङतर्फ थाहा छैन कहाँ छ भाइले लिएर जाँदैछ गाइस हामी चाहिँ स्विमिङ पोखरीमा आइपुगेका छौँ बाहिरको भ्यू त कडक रहेछ यार यो त म्यारिज हल जस्तै छ यार गाइस यस्तो दामी रहेछ क्या अब यहाँबाट भित्र हामी जाँदैछौँ है त यस्तो सही बनाएर चाहिँ गाइस हेर त वाल्स डेकोरेट्स है स्विमिङ पुल साउना यता रहेछ हामी यता जाँदैछौँ आयो है गाइस आयो स्विमिङ पुलको ठाउँमा ल गाइस पौडी खेल्ने ठाउँमा आइपुगेका छौँ है त हामी मान्छे मार्नै पर्दैन चाहिँ हाम्रो अनिशजी उनको कला अद्भुत छ एकचोटि देखाइदिनु होला आफ्नो कला प्रलय र त्यहाँ कला यस्तो कला कसैको छ ल
यस्तो कसैले गर्न सक्नुहुन्छ भने सम्पर्क गर्नु होला हामी फेरि अर्को च्यालेन्ज भिडियो बनाउने छौं गाइस हाम्रो चाहिँ स्विमिङ गरिसक्यो अब हामी लुगासुगा लाएर अब घरतिर लाग्दै छौं सायद केही खान जाँदै छौं पहिला अनि त्यसपछि हामी घरतिर लाग्छौं है त पहिले नआएको बाटो आइयो है यहाँ लाएर यहाँबाट धरहरा पुगिन्छ रे ए सुन्दर आइपुगेको छ ल ट्याक्कै सुट गरेर सुन्दर आइपुग्यो गाइस टक्क लाएर रमाइलो त कहाँ जरो भए एन्ड हाम्रो यात्रा चाहिँ सेन्ट्रल पोइन्टमा आएर खत्तम भयो किनभने खाजा खानु छ भोक लाग्यो बिहानदेखि भुकेछौँ सेन्ट्रल पोइन्ट ठ्याक्कै टौरको ठ्याक्कै सडक पारि नै छ एन्ड म पहिला नै आएको थिएँ यहाँ मिठो खाना पाइन्छ है अब अहिले चाहिँ कस्तो छ थाहा छैन लेट्स गो एन्ड टेस्ट हामी चाहिँ यहाँ मोमो खाँदैछौँ यहाँ सेन्ट्रल पोइन्टमा चाहिँ मोमो मात्रै पाउँदो रहेछ त्यही भएर सबैले एक एउटा मोमो तर मोमो चाहिँ अलिअलि साह्रो रहेछ क्या यहाँको सायद फ्रोजन भएर पनि होला तर झोल चाहिँ मिठो छ अनि अमिलो अलिकति नपुगे हो कि जस्तो छ तर भेरी गुड ल गाइस हाम्रो मोमो प्याक गरेर नि घर लिएर जाँदैछु मम्मीहरूको लागि यहाँको मोमो चाहिँ लास्टै मिठो रहेछ त्यही भएर मम्मीहरू पनि खुसी हुन्छन् थ्याङ्क यू सो मच ल गाइस मम्मीको लागि खाना आयो ल अब चाहिँ हामी घरतिर लाग्दैछौँ गाइस है अब घर जाँदैछौँ ढिला भयो बिहानै निक्लेको राति भइसक्यो guys for being happy ओके गाइस म चाहिँ घर आइसकेँ आजको दिन राम्रै भयो मुभी राम्रो थियो अनि त्यसपछि एभ्रिथिङ वाज ग्रेट है मुभी राम्रो थियो त्यसपछि स्विमिङ राम्रो थियो खाना राम्रो थियो सबै कुरा राम्रो थियो त्यसपछि घर आइपुगेको छु एन्ड एभ्रिथिङ वाज अमेजिङ सो आजको दिन चाहिँ बित्यो सो आई विल सी यु इन नेक्स्ट ब्लग नेक्स्ट भिडियो चाहिँ प्रोबेबली गाउँको बारेमा हुनेछ मेबी वी विल गो टु यो गाउँको टुर होइन कस्तो छ मेरो गाउँ भनेर तबसम्मको लागि थ्याङ्क यू सो मच एन्ड एभ्री वान ह्याप्पी दसैँ चाहिँ सक्यो त्यो पनि ह्याप्पी दसैँ एभ्री वान